झोडले देवीपाउ जेदो आजको हाम्रो यस विशेष पर्व नयाँ वर्ष मिनाम स्यारले साथै माघी कार्यक्रम है तर वर्ष चाहिँ यस वर्ष पनि हाम्रो बडा क्षेत्र 1 र 2 वडा समितिले आज जुन आयोजना गरिरहनु भएको छ र यस आयोजनाका निमित्त हामीलाई पनि निमन्त्रणा स्वरूप यसरी सुस्वागत गरेर हजुरहरू समक्षमा यसरी आमन्त्रण गरिदिनु भएकोमा सर्वप्रथम त म मेरो आयोजक टिमलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। हामी मगर जातिहरूको विशेष पर्व मिनाम स्यारले नयाँ वर्षको आगमनसँगै हामीले माघ 1 गते मनाउनु पर्ने कार्यक्रम रहेको थियो जसमा हाम्रो माघ 1 गते चाहिँ हाम्रो सम्पूर्ण मगर जाति साथै थारू जातिमा पनि विशेष यो हाम्रो पर्व रहेकोले हामीले आफ्नो स्थानमा आफ्नो संस्थामा हामीले आफ्नो वेशभूषा सहित हाम्रो यो संस्कार संस्कृतिलाई जगेर्ना गर्दै हामीले कार्यक्रम आयोजना गरिरहेका हुन्छौँ। यथापि हामीले चाहिँ यस वडा नम्बर 1 र 2 मा 1 गते नमनाइकन 2 गतेको आगमन गरेका छौँ र यही आगमनलाई यही रमाइलो जमघटलाई हामी सम्पूर्ण वडा क्षेत्र 1 र 2 वडाका मेरो श्रद्धेय मान्यजनज्यूहरू उपस्थित भएर आज हामीले हाम्रो मगर जातिको संस्कार संस्कृति वेशभूषालाई जगेर्ना गर्दै आज हामी उपस्थित भएका छौँ। तर म के भन्न चाहन्छु भने एकै थुकी सुकी धेरै थुकी नदी भने जस्तै एउटा घरलाई जग बसाल्न तलैबाट जग डरो हुनुपर्छ र त्यस भित्रको सदस्य ठुलो सदस्य मात्रै होइन साना साना सदस्यहरू पनि यति भयो भने त्यो परिवार एकदमै अफल हुन्छ राम्रो हुन्छ। त्यसै गरी हाम्रो यस भवन हाम्रो यस संस्थालाई पनि जगेर्ना गर्नका निमित्त अग्र रूपमा अगाडि बढाउन निमित्त हामी सबै मगर दाजुभाइ दिदीबहिनी आमा बुवा बाजे बजे अब बाजे बजे आमा बुवाले जुन हामीलाई बाटो निर्देशन दिनुभएको छ अबको आउने नयाँ पिँढीहरूले हामी जस्ता युवाहरूले अब जागरुक भएर आफ्नो संस्था सङ्गठन हाम्रो जातिको पहिचानलाई जगेर्ना गर्नुपर्छ भन्न चाहन्छु। र हामीले आज जुन हाम्रो मगरहरूको नयाँ वर्ष मिनाम स्यारले मगर जातिको विशेष पर्व साथै थारू जातिमा पनि आधारित पर्व आजको हाम्रो यस पर्वमा हामी सबैजनाले आफ्नो कल्चर सम्बन्धी हामीले आज यहाँ कार्यक्रम गरिरहेका छौँ। यसै आधारमा हामीले हाम्रो कल्चर हाम्रो जातित्व पोसाक पनि त लाउन अति आवश्यक छ नि होइन त। मैले यहाँ कतिपयजनाले आफ्नो जातित्व पोसाक हामीले लगाएको छौँ भने कतिपयजनाले हाम्रो आफ्नो भाषा संस्कृति जगेर्ना र हाम्रो पोसाकलाई विलीन गरिरहेका छौँ। यसरी नै हामीले गऱ्यौँ भने भोलि आउने यी ससाना कलिला हाम्रा जुन अब आउने नयाँ पिँढीहरूले के सिक्ने त है सिकाउनका निमित्त हिजो बाजे बजेबाट हामीलाई सदा वर्षमा नयाँ वर्षमा भ्याकुर गिट्ठा हामीलाई यस्ता बन्तहरू जस्ता अन्य चिजबिज खाएर हाम्रा बाजे बजे हाम्रो पुर्खाहरूले माघे सङ्क्रान्ति नयाँ वर्ष मनाउनु हुन्थ्यो भने अबको नयाँ पिँढीमा हामीले गिट्ठा भ्याकुर हामीले कतिपय कुराहरू हामीले चिनेका पनि छैनौँ। यी चिजहरू लोप हुँदै गएका छन्। यथापि हामीले अहिले नयाँ जेनेरेसन नयाँ सोच नयाँ विचारको अवधारणा गर्दै नयाँ नयाँ किसिमका खानेकुराहरू आयोजना गरिरहेका छौँ है। हो त्यही सन्दर्भमा अब यी कुराहरूले त हामी समक्षमा छैनन् लोप हुँदै गएका छन् भने अब हामीले हाम्रो जातित्व पोसाकलाई चाहिँ अग्रपन्थीमा लिनु पर्यो र जातित्वलाई मात्रै होइन हामीले हाम्रो धर्मलाई पनि पहिचान गर्नु पर्यो धर्मलाई पनि पहिचान गरेर पहिलाउँदै जानु पर्यो। हाम्रो वडा क्षेत्र 1 र 2 वडामा कम्तीमा पनि 150-200 घर सङ्ख्या छौँ हामी मगरहरूको है। हामी मगरहरूको 150-200 सङ्ख्याको घरवालीको नाउँवाली लिस्टको आधारमा आज हामी कम्तीमा पनि एकजनाको सदस्य हामी उपस्थिति हुँदा पनि 150-200 त हामी अवश्य देखिनुपर्छ नि त होइन। तर हामी कतिपय आफ्नो संस्कार आफ्नो संस्कृति आफ्नो कार्यक्रममा पनि हामी जमघट गर्न भेला हुन अस्वीकार गरेर हामी एकदमै हाम्रो घरको कामलाई हामीले थाती राख्न सकेका छैनौँ। तर हामी सबैजना एकरूपता हुनुपर्छ। हामी सबैजना शिक्षित छौँ शिक्षित परिवारका छौँ हामी अब्बल छौँ र हामीले हाम्रो जातित्वमा मात्रै होइन हामी सबै क्षेत्रमा अब्बल हुनुपर्छ। राजनीति क्षेत्रमा सांस्कृतिक क्षेत्रमा हरेक क्षेत्रमा हामी अब्बल हुँदै जानुपर्छ र हामीले हाम्रो आदरणीय हाम्रो सम्मानित प्रदेश नम्बर 1
दिजु ममता योन्जन तामाङज्यूबाट पनि हामीले धेरै कुराहरू सिक्ने अवसर प्राप्त गरेका छौँ र हामीले यो अवसरहरूलाई हामीले गुमाउनु हुँदैन। उहाँ जस्तो एउटा लिडर नेतृत्वकर्ताको लिडर नेतृत्व गरेर हामी अब उहाँले जुन दिनुभएको देन हामीलाई जुन साथ सहयोग आजसम्म गरिराख्नु भएको छ, हर वखत उहाँले गरिरहनु भएको यो देनलाई हामीले सिरोपर गरेर हामीले उहाँको शिक्षालाई पनि हासिल गर्न सक्नुपर्छ भन्न चाहन्छु। र हामी जनजाति महासङ्घ हाम्रो आदरणीय सचिवज्यू मैले भर्खरै परिचित भएकी छु र हामी सबैजना जनजाति एकरूपता हुनुपर्छ कि हिजोको दिनमा म जनजाति महासङ्घमा हाम्रो सुनसरीमा जनजाति महासङ्घमा म पनि प्रवेश भएको थिएँ, त्यहाँ उपस्थित भएको थिएँ। तर हामी सबैजना जनजातिहरू पनि अब्बल भएर अगाडि बढ्नुपर्छ कि सबैजना अगाडि बढ्नुपर्छ र हरेक क्षेत्रमा हामी सामाजिक क्षेत्रमा होस् चाहे राजनीतिक क्षेत्रमा होस् हामी अब्बल रूपमा अगाडि बढौँ र हाम्रो धर्म हाम्रो बौद्धिस्ट धर्म हाम्रो धर्मलाई पनि अँगालेर आफ्नो जातित्वको धर्मको आधारमा पहिचान गरेर अगाडि बढौँ र धर्मको क्षेत्रमा पनि हामीलाई विभिन्न किसिमका शिक्षाका क्षेत्रमा हामीलाई सहयोग आउँछ। शिक्षाको क्षेत्रमा हामीलाई अगाडि बढ्नका निमित्त जुन हामी आर्थिक रूपमा कमजोरी छौँ, कमजोरी अवस्था भएको हामी जुन व्यक्तिहरू छौँ उहाँहरूलाई पनि सहयोग सम्मान स्वरूप हाम्रो यो क्षेत्रबाट सहयोग आउँछ। यसलाई पनि हामीले सिरोपर गरौँ। जस्तै हाम्रो नेपाल मगर बौद्ध सेवा समाज नगर अध्यक्ष रामलाल राणा मगरज्यू साथै हाम्रो वडा नम्बर 1 र 2 अध्यक्ष लगायत हाम्रो कोष हाम्रो बौद्ध सेवा समाज कोषका हाम्रो आदरणीय गणेश थापा मगरज्यू उहाँहरू हुनुहुन्छ। उहाँहरूले प्रवचित भएर आफ्नो धर्मको त्रिपिटकहरू सबै उहाँहरूले हस्तान्तरण पनि लिइसक्नु भएको छ र उहाँहरूबाट पनि हामीले सिक्ने अवसर प्राप्त गर्छौँ। सिक्नुपर्छ, सिक्ने बेला हो, सिक्नुपर्छ। हुन त हामी आर्थिक अवस्थामा सबैजनाले आर्जनकै आवश्यक पर्छ, तर आर्जन सबैभन्दा ठुलो पनि होइन है। सामाजिक कार्यमा पनि लाग्नुपर्छ, राजनीतिक कार्यमा पनि लाग्नुपर्छ। आफूले आफैलाई अब्बल व्यक्तित्व बनाउनका निमित्त आर्जनले मात्र होइन, आर्जन पनि कहाँनिर सदुपयोग गर्ने हो त्यसलाई पनि मूल्याङ्कन गर्नुपर्छ भन्दै हजुरहरू सबैजनालाई आज वडा नम्बर 1 र 2 मा हाम्रो माघी कार्यक्रम रहेको छ। हाम्रो नयाँ वर्ष छ भने हामीले नेपाल मगर सङ्घ प्राक्षेत्र नगर समितिमा चाहिँ 3 गते भोलिको समयमा हामीले आयोजना गरेका छौँ। एकदमै हतार छ उहाँ 3 गते या 2 गते नआउ भने आफ्नै गाला आफ्नै लपेटा भने जस्तै उहाँ पनि सबै इस्टिमेट गरेर हतार 1 घन्टा आधी घन्टाको समय लिएर हाम्रो नगर अध्यक्षज्यू र म उपस्थित भएका छौँ र हजुरहरू सबैजनालाई पनि है बाजे बजे आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू मैले सदा सर्वदा मानिरहनु पर्ने मेरो अग्रज मान्यजनज्यूहरूलाई भोलिको यदि निमन्त्रणा पत्र पठाइएको थियो, यदि हजुरहरू समक्ष निमन्त्रणा पत्र प्राप्त भएको छैन भने पनि यो छोरीको यो चेलीको आवाजले हजुरहरूलाई निमन्त्रणा गरेको छु। हजुरहरू सबैजना आएर एकदम हाम्रो 11वटै वडाको हाम्रो नगर भवनमा उपस्थित भएर हाम्रो यस वर्षको मिनाम स्याडनेसलाई चाहिँ हर्ष उल्लासका साथ मनाउनका निमित्त हजुरहरू उपस्थित भइदिनुहुन्छ भन्ने पूर्ण विश्वास सहित